हेलो गाइस, हजुरहरूलाई मेरो ब्लगमा फेरि पनि स्वागत छ। आज चाहिँ हामी यो टोलबाट लिच्ची आँपेको छ अरे, हामी त्यो हेर्दै आएको है। हेरे हामी के लाज आज चाहिँ बिहान राति पनि पानी परेको थियो अनि अलि अघि नै पानी पर्थ्यो, त्यही भएर चाहिँ मौसम यस्तो राम्रो भएको छ कि हजुरहरूले हेर्न सक्नुहुन्छ। आज यस्तो राम्रो भएको, खासै पानी परिरहेको थियो, पानीमा रुच्ने अनि भिडियो गराउनु भनेको यस्तो घाम लाग्यो। अब के गर्नु, पसिना निकाल्दै भिडियो गराउने। अब ब्ल्याक ब्युटी चाहिँ उता, रेड ब्युटी यहाँ, के कफी कलर पनि थाहा छैन, स्किन कफी भनेर के स्किन कफी कलर कस्तो भन्छन् थाहा छैन। गाह्रो भयो साथीहरू भनिदिनु पर्यो यो कलर कुन हो भनेर। यो त्यस्तै छ नि, हल्का यस्तै छ। स्किन भनेको त हल्का गोल्डन। अब कलरको बारेमा पढाउनु पर्नेमा उयो मन्टेसरी छ, मन्टेसरीमा हालिदिनु पर्यो होला। अब जाने निर्मला लगाइदिनु न मेरो आँखा। यो खासै यो मैले टिपेको फुल हो है, निर्मलाले समाउनु। ल यो नरियलको बुट्टा हो। यो के चाहिँ बुट्टा अरे? नरियल खानु यहाँ हुनुला है सबैजना। यो टोलमा त नरियलको बुट्टा छ, लिच्चीको बुट्टा छ, आँपको बुट्टा छ, यहाँ मेवाको बुट्टा पनि छ। हाम्रो लाइनमा त केही छैन, हाम्रो लाइनमा त मकैबारी धरे मात्र छ। हामी चाहिँ जहिले पनि यो हावा खाने भनेर निस्किन्छन्, तर उहाँलाई फेरि फोटो भिडियोकै टेन्सन हुन्छ। उहाँ फेरि भाइरल हुन्छ। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। फोटो नहालिदिनु है, फोटो नहालिदिनु। मगर्नेहरू सोच हुन्छ भन्छन्, तर यस्तो फटा हुन्छ नि। त्यो केटा गयो अगाडि, केटालाई हेर्न पाइएन। त्यो बाइकमा त हेरेर हुन्छ भनेपछि अगाडिबाट यति नराम्रो मन आज आएर मन बतायो ठिकै छ। मलाई त आँसु पनि ऐन। खै थुक लगाइदिन्छु मेरो थुक। सिगान त किन लाउँथ्यो र? भिडियो हेऱ्यो अरे तिमीले? यदि हजुरहरूले पनि रसमावाला भिडियो हेर्नु भएको भने सबजनाले हेर्नु है। गाइजहरूको हजुरहरूको साथी पनि हुनुहुन्छ यस्तै कुकुर देखेपछि डराउने? हाम्रो त कुकुर पर हुन्छ यहाँ, चिरो चिचार हैरान हुन्छ। म फेरि कुकुर फ्यान। हेरेर यो चित्त बुझाउने। यहाँ चाहिँ लाउरेहरू गरेर हेरेर चित्त बुझाउन। तर यो मगर्नेहरूलाई कि मगर गुरुङ मगर केटीहरूलाई लाउरे भनेपछि किन हो यस्तो हुरुक्यो भने? हामीलाई त चाउरे भए पनि चल्ता आयो। यो छेत्रीहरू हुन्छ नि, यो मगर्नेहरूलाई, यो मगर्नेहरू पनि कसरी गर्छ थाहा, गुन्यो लगाएर नाचेर खत्म, बाय बाय, टाटा, गुड बाय, गया। तर कस्तो लाज पनि लागेको छैन यहाँ, यस्तरी हाँस्दै हाँस्दै हिँड्दा पनि। यो भएको घर नहेरेर आफ्नो घर को लिएको थियोस् भविष्यमा के थाहा हुन्छ कि यो घर निर्मलाको, यो घर मेरो है। सुकिजा घर के गर्ने रे? हाइट पनि छ। परी तिमीलाई परी बनिदिने हो कि? उता टिपेर फाल्छ। सुतिखेर चियाको चलाउँछु यहाँ। गाइज यो लाइनभरि मेरो यति धेरै मेमोरिजहरू छन् कि
देख्यो भने पनि आँसु आउन बस्ने अब यो बाटोहरूमा उरोमा सँगै हाँस्न हिँडेको सोसियल मिडियामा भाइरल हुने भयो उसले पनि हेर्दैछ भने उसलाई पनि याद आउला कि त्यही भएर यो भिडियो बनाइदिएको है हेरिहाल्छ प्लिज हेरिदिनु होला मेरो लभ स्टोरी सुने म भन्थेँ भाइ सुति छ यो बाटोदेखि हामी कति हिँड्थ्यौँ भनेर यो पनि रियल भाइ छ ए भिडियो बनाउनु लिची हेर न क्यामेरामा लिची नै देखिन हाम्रो आँखाले मात्र यति त देख्या ल त्यहाँ सानो सानो बहिनीहरूले भ्लग हेरिराख्नु भएको छ गाइज यो ठाउँमा त खानेकुरा बाहेक अरू केही छैन कि क्या हो त्यो हेर नि यो के अरे यो कटर केही मनपर्छ मेरो फेभरेट हो कटर हामीले आज बिहान कटर खाथ्यौँ यहाँ तल हेर न हुँदा हुँदै यहाँ तल पनि खान्छ कि तल यस्तो नि हुन्छ यिनीहरूले खानेकुरा देख्नु न जे देख्यो भने वा पाक्यो भने नि यो घरमा हामी है भैली खेल्न आएको नाचिङ यो घरको मान्छे नै हुँदैन यस्तो हुँदा त नानी खाऊ भनेर दिनुपर्ने नि यस्तो भन्नु त यो संसारमा कति आउँछन् कति यो बाटोमा कति आउँछन् होला उहाँलाई मात्र जहिले अगाडि हिँड्न हतार हुने हामी फेरि जहिले पछाडि हुन्छन् तिनजना छन् सँगै हिँड्ने हुन्न र सँगै हिँड्ने के हुन्छ जहिले अगाडि ठुमुक मलाई क्या म्याम कति रहेछ कति धेरै खानेकुरा हो के खाना हेरेर चित्त बुझाउने जस्तो हाम्रो भ्लग हेरेर त कस्तो खाना भएको हन्ता गरेर रहेछ चाहिँ नभन्नु तर तिमीलाई थाहा नै छ नि यो रोड कहाँको भनेर आओ साथीहरू म तिमीलाई कस्तो ठाउँमा लगेर जान्छु आज अलिक ह्यान्डसाइमले गिजाउनु नि गिजायो भने बड्डाबाट मर्न लागा 35 वर्ष 36 वर्षका बड्डाहरूले जिस्काउँछन् यार कि त अलिकति पिन्सिङ बुझेका बड्डाले गिजाउनु खुट्टामा चप्पल ट्रक्क लाएर हिँडेको हामी यहाँ चाहिँ हाम्रो भेनाजु हुनुहुन्छ है निर्मला कल्लाउरे निर्मला तपाईँको हुनेवालाले यहाँ बोलाउनु बा ठुसिनमा उहाँ फेरि आफ्नो बोयफ्रेन्डसँग अब इन्डियन लाउरे हेर्नु इन्डियन लाउरे हेर्नु अनि त्यसपछि हामीलाई पनि यहाँ अनि यहाँ पिन्सिङ बुझ्न आउनुपछि बुढासँग अनि यहाँदेखि आँप साप टिपेर हामीलाई ल्याइदिनु बुझ्नु पनि निर्मला हेर के याद यो लाइनभर हिँडेर सबलाई कसै न कसैको याद आएको छ तपाईँलाई के याद आयो केही चिज देखेर कसैको याद आएको छ कसैको याद आएन यो लाइनले पनि यहाँनिर म पुलमा बसेर ठुसेर बसेको थिएँ त्यसले मलाई फकाएको थियो कति धेरै यो यहाँनिर पुल के यहाँनिर पुल छ्या कस्तो लिप्पा लिप्पी जस्तो गरेको हामीले त्यतिखेर त आयो त कस्तो लाज पो लाग्यो त ए र यो केटीलाई फेरि जति टिकटक बनाउनु नपुग्ने त अन्त खै मेरै बेइज्जत बनाऊ के लड्ने सुदीक्षा मम्मीले फेरि यहाँ चलादेखि खसालिदिनु नपरा तलतिर हामी त हेरेको बाटोमा आयो के देख्न पाइन्छ के देख्न पाइन्छ मेरै बेइज्जत बनाएको तिम्रो त टिकटिकै भरि ल साथीहरू आजको भ्लग चाहिँ यति नै अब अर्को भ्लग चाहिँ अब अर्कोचोटि बनाएर हाल्छौँ अर्को दिन डुल्न जान्छौँ त्यतिखेर डुलेर बनाएर हाल्छौँ आजको भ्लगहरू नै यति नै है बाई बाई गरौँ केटाकेटी हो फेरि केटाहरू फेरि ढल्लान् फेरि कमेन्ट गर्न बिर्सेर फेरि ल बाई बाई गाइज थ्याङ्क यू फर वाचिङ माई भिडियो